काठमाडौँको कोलाहलबाट करिब 120 किलोमिटरको छोटो यात्रा र तपाईँ पुग्नुहुनेछ धादिङको पवित्र धार्मिक स्थल नरसिंहधाम। पवित्र नरसिंहधामको दर्शन पश्चात तपाईँ एकदमै शान्त र प्राकृतिक वातावरणको खोजीमा हुनुहुन्छ। धामबाट मात्र 7 किलोमिटरको दूरीमा अवस्थित छ गौली होमस्टे एन्ड एग्रो फार्म हाउस। यहाँ छ अति नै सफा र कञ्चन बग्ने नदी, जडीबुटीहरूको बास्ना र चराचुरुङ्गीको मधुर आवाज। नजिकै रहेको सुन्दर पार्क र मनमोहक वातावरणले तपाईको मनलाई पूर्ण शान्ति र ताजगी दिन्छ। हामी पाहुनालाई ग्राहक होइन परिवार सम्झेर स्वागत गर्छौँ। बारीको ताजा तरकारी, भान्सामा पाक्दै गरेको माछा र सजिएको नेपाली खानाको थाली, एग्रो फार्मको ताजा अर्गानिक तरकारी र खोलाको माछाको विशेष परिकार, यहाँको हरेक गाँसमा तपाईले आफ्नै घरकै जस्तो आत्मीय स्वाद र माया पाउनुहुनेछ। धार्मिक यात्री होस् या प्रकृति प्रेमी, सबैको लागि एक उत्कृष्ट गन्तव्य। प्रकृतिसँग रमाउन, घरकै जस्तो वातावरणमा बस्न आजै आउनुहोस् गौली होमस्टे एन्ड एग्रो फार्म हाउस। प्रकृतिको काखमा तपाईको आफ्नै घर, गौली होमस्टे एन्ड एग्रो फार्म हाउस।